हप्ता निकाल। बिहानबाट बोनी भएको छैन, कहाँबाट ल्याइदिने हप्ता? के भनिस् रे? बोनी भएको छैन। तेरो बोनी भओस् नभओस् मलाई मेरो हप्ताले। घर त खाली छ पुरै। तेरो घर हेर्न आएको के गरेको बिचारा बोनी सनी भएन, कहाँबाट दिन्छ हप्ता? ओइ नमिने, तेरो कामसँग काम मतलब राख। फेरि मेरो कामलाई कहिले बाधा वर्ष नगर। कमाइ समय छैन, कहाँबाट दिन्छ त हप्ता? यसले दिँदैन भने तैँले दिन्छस् हप्ता। मैले दिने साँच्चै भनेको हो र? तँ चाहिँ कुन खेलको मूल्य छ? निकाल हप्ता, निकाल हप्ता, हप्ता निकाल, निकाल हप्ता। छैन मसँग। छैन भने सुख पाउँछु के तैँले। गरेको नबिनी हो? पैसाको जिम्मा राख। ओ तिमी आइपुग्यौ, तिमी आउन ढिलो भयो धन्न, नत्र मलाई यो गुण्डाले मारेको। ओइ यसले मार्छ, मार्न त्यति सजिलो छ? यसको राज्य चल्छ यहाँ? त मेरो काममा डिस्टर्ब नगर है फेरि। निकाल हप्ता। कस्तो काम हो? यसलाई नि काम भन्छ? अनि यही त हो त मेरो काम। यस्तो गुन्डागर्दी गरेर खान भन्दा त मजदुरी गरेर खाऊ न। मजदुरी गरेर खान्छु, त मसँग बिहा गर्छस्? के भन्दैछ? ल ल, तिमी मजदुरी गरेर खायो भने म तिमीसँग बिहे गर्छु। ल होइन के भनेको तिमीले? यो त गुण्डा हो, यस्तो गुण्डा सँग बिहे गर्छौ? यसले जे बोली बोली, यसले कुरा फेरिदिने अब, बुझेस् नि? म कुरा फेर्दिन। देखिस् यसले कुरा फेरिदिने। अब म मजदुरी गरेर योसँग बिहा गर्छु। अब यसले सपना देख्दै गर्छ। एकदम छोरा पाउँछु, क्रिकेट टिम बनाउँछु म अब, बुझिस् नि? कहाँ गई? गयो। अब म मजदुरी गरेर खान्छु। बनाइछु तपाईँलाई। कहाँ मान्छे आउँदैन त यहाँ? कहाँ जाने हो? त्यहाँ घर जान लाग्यो। ल ट्याक्सीमा पुऱ्याइदिन्छु म। जाँदिनँ म, त्यहाँ नजिकै त हो नि। अहिले ट्याक्सीमा जाऊँ न, पुऱ्याइदिन्छु भनेपछि। जाँदिनँ के, म यहीँ नजिक। अरे आउन बस न यार। के गरेको यो मान्छेले यार? बस्दैछु गर्दैन त, बस्दैछु गर्दैन। यहाँ बस बस। रोक्नु रोक्नु यहीँ हो। अहिले त्यो त्यहाँबाट घुमाएर लिएर आउँछु। पक रोक्नु न, रोक्नु यहीँ हो के? पक। रोक्नु न दाइ हो। ल कहाँ लिएर हिँडेको? ल कहाँ लिएर हिँडेको? मेरो आइसक्यो, घर गइसक्यो। जा। ओए कहाँ जान लागेको? पैसा ले। के को पैसा? यत्रो बेर ट्याक्सी चढेको पैसा। मैले चढाउनु भनेको थियो, जबरजस्ती चढाउने, अनि म पैसा दिन्छु। अनि खुसीले त कोही पनि चढ्दैन त, अनि हामीले खानु परेन? पैसा ले। छैन पैसा। अनि नत्र छोडिदिन्छु मैले तँलाई फेरि। निकाल पैसा। जा। मान्छे आउँदैन यार। ओ दाइ कहाँ जान लाग्यो? यही नजिकै हो, जा म ट्याक्सीमा पुऱ्याइदिन्छु। यही नजिकै के ट्याक्सीमा जाने? अनि मैले जाम भनेपछि जाम न त। के को जबरजस्ती हो यो? के अरे मेरो खुसी हो नि, जानी नजानी। होइन यो क्या लिएर आएको? धेरै फिल्म नगर है। बाहिर जान। होइन यो मलाई कहाँ लिएर आएको? जहाँसुकै ल्याए नि पैसा निकाल।
पैसा छैन मसँग। पैसा निकाल। के को पैसा निकाल्ने? ट्याक्सी चढेको पैसा। मलाई बिना फोकटमा यो कहाँ हो कहाँ लिएर आएर मैले के को ट्याक्सी? निकाल छिटो पैसा। छैन मसँग पैसा। छैन रे। छैन। के गुन्डा गरिदियो भाइ? अब मेरो छमियालाई मेहनतको पैसा दिन्छु अब। ओहो, कहाँ ल्याएर छोडिदियो मलाई यस्तो यो घनाघोर जङ्गलमा? पैसा पनि सब लुटेर लैदियो। अब कसरी जाने होला म? ओहो, अनि त्यो गुन्डाले साँच्चै मजदुरी गरेर पैसा कमाउन थाल्यो भने साँच्चै बिहा गर्छौ त? ए त्यसले भन्ने मात्र हो। यस्तो गुन्डा गर्दी गर्नेले मजदुरी गरेर खान सक्छ? हेलो। मैले मेहनत गरेर पैसा कमाएँ ट्याक्सी चलाएर। लिएको पैसा जाम हरिहर मन्दिर बिहा गर्नलाई। बिहे गर्न त्यतिकै सजिलो छ? घर परिवारसँग कुरा गर्नु परेन? अनि घर परिवारको मान्छे होइन त? कहाँ ऊ घर परिवारको मान्छे हुनु? ऊ त मेरो साथी हो। म मेरो आफूभन्दा ठुलो दाइसँग कुरा गर्नु परेन? अनि तिमीले वचन दिएको होइन त मलाई? वचन त दिएको थिएँ, तर कुरा त गर्नु पर्यो नि त, सोध्नु पर्यो नि त एकचोटि। त यहाँ किन आएको यहाँ? गइहाल त। दाइ, उसलाई हजुरले पहिलेदेखि नि चिन्नुहुन्छ र? दाइ उहाँ मेरो दाइ हो। अघि कुरा गर्नु छ भनेको थिएँ नि, उहाँ नै हो। अनि दाइ, तपाईँले उसलाई चिन्नुहुन्छ र? किन नचिन्नु यो फटालाई? यसले मलाई जबरजस्ती ट्याक्सीमा बसाएर कहाँ जङ्गलमा लगेर छोडेर पैसा लुटेर भागेको हो यो। धन्न फसिनो बहिनी यस्तो गुन्डासँग बिहा गरेर। जाऊ न गुन्डा